हेलो एभ्रिवान दर्शन नमस्कार सम्पूर्णलाई मेरो जति पनि टिकटक साथीहरू हुनुहुन्छ सम्पूर्णलाई सोमबार पनि छ अनि सोमबारको दिन सबैलाई आशीर्वाद नमस्कार अनि सम्झना पनि भन्न चाहन्छु। आज चाहिँ मैले यो भिडियो किन बनाइरहेको छु भने अलि हुनसक्छ अलि लामो होला भिडियो तर एकदम इम्पोर्टेन्ट छ है। त्यो किनभने हुन त मेरो पर्सनल कुरा होला तर अब मेरो एउटा दुईटा पर्सनल कुराहरू पनि मैले सेयर गरेँ भने कतिलाई अगाडि बढ्ने हिम्मत मिल्ला अथवा सहयोग होला भनेर यो भिडियो बनाइरहेको छु ताकि भोलि आफ्नै आफ्नै रगतभित्रको सम्बन्धहरूले पनि क्वेसन उठाउँदा एन्सर गर्न सकोस् अथवा केही सिकोस् भनेर पनि है। र कुरा के भने आज म विदेशमा बसेको 18 वर्ष भयो होइन। 18 वर्ष भयो अनि 18 वर्षसम्म मैले टोइलेट साफ गरेँ, भाँडा माझेँ, साइकलमा डेलिभरी गरेँ होइन, के गरेँ नि 18 वर्षसम्म विदेशमा बसेर 18 वर्षसम्म जसको लागि मैले पैसा कमाएँ, जसको लागि जसको खुसीको लागि मैले मेहनत गरेँ। यस्तो भएन कि हरेक बिहान उज्यालो हुन्थ्यो अनि ड्युटी जाने बेलाभन्दा अगाडि नै के त्यो आश हुन्थ्यो भने परिवारबाट कुनै पनि सदस्यले फोन गरेको छ कि म्यासेज गरेको छ कि अथवा कतै मिस गरेका छन् कि मलाई भन्ने भइरहन्थ्यो क्या। तर 18 वर्षसम्म सिर्फ म्यासेज त भयो तर खालि पैसाको लागि डिमान्डको लागि मात्रै म्यासेज भयो। म कहाँ छु, के गर्दैछु, मेरा खुसीहरू कहाँ हराइरहेका छन् होइन। र मैले खुसीहरू पनि आफूले खोजिने पुरै फ्यामिलीको खुसीको लागि भनेर 18 वर्षसम्म मेहनत गर्दा मलाई आजसम्म कसैले पनि त्यो सम्झेन पनि मेरो पीडालाई बुझेन पनि। 18 वर्ष विदेशमा बस्नु भनेको चान्ने चुन्ने कुरा होइन होइन त। र अनि आज म जे छु, आज मेरो आफ्नै सप छ, दुबईमा आफ्नै सप छ, मैले आफ्नै मेहनतले खडा गरेको आफ्नै सप छ होइन। अनि म काम पनि गरिरहेको छु र पनि अहिले पनि स्टिल सोचिरहेको छु फ्यामिलीको लागि भनेर। अनि हिजो जतिखेर म टोइलेटमा बसेर रुन्थेँ टोइलेट साफ गर्दा, जतिखेर मैले भाँडा माझ्दा होटलको भाँडा माझ्दा जतिखेर भाँडा माझ्न नसकेर म रुन्थेँ होइन, त्यतिखेर चाहिँ मलाई नरौ विदेश हो, तिम्रो लागि हामी यहाँबाट प्रे गरिरहेछौँ अथवा तिमीलाई हामीले सम्झिरहेका छौँ भन्ने कोही पनि थिएन कि होइन। अनि आज आएर अहिले म जुन अवस्थामा छु मैले मेरो आफ्नै मेहनत हो यहाँ सिधा म यो टिकटकमा मेरो पर्सनल कुरा सेयर गर्दैछु। सिधा मलाई कसैको पनि हात छैन, मेरो रगतको नाता अथवा मेरो आफ्ना आफन्तहरूको कुनैको पनि हात छैन क्या। यहाँसम्म खुट्टा टेक्नुमा मेरो आफ्नै मेहनत छ। मैले